साइन्टिफिक टेलिभिजन राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सत्यता, इमानदारीता र निरन्तरताको सिद्धान्तमा टेक्स्ट, अडियो र भिडियोहरूको सूचना आदान प्रदान गर्न लाइक, शेयर र सब्स्क्राइब गर्दै जोडिनुहोला। मुख्य हेडलाइन समाचारहरू सुन्नुहोस्। कान्छा रामलाई काङ्ग्रेसले सोध्यो 3 दिने स्पष्टीकरण। पावर प्लेमा धर्मरायो नेपाल, आधा इनिङ खेलिसक्दा बनायो 62 रन। रामकृष्ण र मिलिनाको स्वरमा मालती मङ्गलेको गीत झ्याम पारम सार्वजनिक। अन्तर्राष्ट्रिय भुक्तानी अब सोझै खल्ती बाई आइएमई मोबाइल वालेटबाटै। यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन कारबाहीमा। एमाले नेता मल्ल विरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता। बुल्गेरियाका पूर्व राष्ट्रपति रादेनको दललाई संसदमा बहुमत प्राप्त। अमेरिका इरान युद्ध विराम सङ्कटमा। सुनसान भयो स्ट्रेट अफ हर्मुज। बोर्नियोमा भीषण आग लागि हजारौं विस्थापित। जापानको उत्तरी तटमा शक्तिशाली भूकम्प पार्कलाई अफिस बनाउँदैछ दुबारे। युद्धबाट नसकेको काम ट्रम्पले वार्तामा पनि गर्न सक्दैनन्। मलेसियाको जलगाउँमा भीषण आग लागि, करिब 1000 घर ध्वस्त। लुइजियानामा घरेलु हिंसा, 8 बालकको ज्यान गयो। रोकिएन, ट्रम्पको लोकप्रियता घट्ने क्रम। युक्रेन युद्धमा मानव सैनिकको सट्टा रोबोट प्रयोग। अन्तर्राष्ट्रिय बजारमा किन घट्यो सुनको मूल्य? भ्रष्टाचार मुद्दामा नेतन्याहुको बयान स्थगित। पश्चिम बङ्गालमा मोदीको सरप्राइज ब्रेक। अब बाँकी पूरा मुख्य समाचारहरू सुन्नुहोस्। खुसीको खबर। अपरेसन बिना पाइल्स, फिसर, फिस्टुला सधैँको लागि मुक्त। अपरेसन गरेर क्यान्सर हुनबाट बचाऊ। कुनै पनि आयुर्वेदिक, होमियोपेथिक तथा एलोपेथिक औषधिले समाधान नभएको पाइल्स, फिसर, फिस्टुला उपचारको लागि लामो खोज तथा अनुसन्धानबाट तयार पारिएको 1 हप्तामा नै 100% पाइल्स, फिसर, फिस्टुला समस्यालाई निको पार्ने कुनै साइड इफेक्ट नभएको आयुर्वेदिक औषधि आजै अर्डर गर्नुहोला। स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरूको जुनैसुकै ठाउँबाट पनि अर्डर गरी प्राप्त गर्न सक्नुहुनेछ। प्रभावकारिताको 100% ग्यारेन्टी भएकोले निको नभए 100% पैसा फिर्ता हुनेछ। डेलिभरीको लागि वेबसाइट www.घरैमा.com बाट लिन सक्नुहुनेछ। औषधि तपाईहरूको घरैमा फ्रीमा डेलिभरी हुनेछ। नेपाली कङ्ग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्य समितिका सभापति पूर्ण बहादुर तामाङ कान्छा रामलाई स्पष्टीकरण सोधेको छ। उनले पदीय मर्यादा विपरीत पार्टी र नेतृत्व विरुद्ध भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको आरोप लगाइएको छ। समितिको बैठकले विधान अनुसार 3 दिनभित्र जवाफ दिन निर्देशन दिएको छ। सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा अनुशासन उल्लङ्घनको विषय गम्भीर रूपमा लिइएको उल्लेख गरिएको छ। T20I सिरिज अन्तर्गत नेपालले चिर प्रतिद्वन्दी UAE विरुद्ध पहिलो खेल त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिरहेको छ। खेलको सुरुवातमै नेपाल दबावमा देखिएको छ। पावर प्लेको 6 ओभरमा मात्र 40 रन बनाउँदा 3 विकेट गुमाएको छ। कुशल भुर्तेल, अर्जुन साउद र सन्दीप जोरा सस्तैमा आउट भएका छन्। त्यसपछि कप्तान दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले इनिङ सम्हाल्ने प्रयास गरिरहेका छन्। वैशाख 25 गते रिलिज हुने फिल्म मालती मङ्गलेको नयाँ गीत झ्याम पारम सार्वजनिक गरिएको छ। निर्माण टिमले यसलाई तेस्रो गीतका रूपमा दर्शकमाझ ल्याएको हो। गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ। राजेन्द्र थापाको शब्द, राजन राज शिवाकोटीको सङ्गीत र श्याम श्वेत र साइलीको अरेन्जले गीतलाई आकर्षक बनाएको छ। भिडियोमा विजय बराल, वर्षा राउतल लगायत कलाकारहरूको प्रस्तुति देखिन्छ। खल्ती बाई आइएमईले आइएमई लिमिटेड र स्ट्राइपसँग साझेदारी गर्दै विदेशबाट प्राप्त हुने भुक्तानी सिधै मोबाइल वालेटमा ल्याउने सुविधा सुरु गरेको छ। अब नेपाली प्रयोगकर्ताले विदेशमा काम गरेर कमाएको रकम खल्ती एप मार्फत सजिलै प्राप्त गर्न सक्नेछन्। स्ट्राइप गेटवे प्रयोग गरी विभिन्न अन्तर्राष्ट्रिय माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। यसले रियल टाइममा रकम जम्मा हुने सुविधा प्रदान गर्दै प्रयोगकर्तालाई छिटो सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। काठमाडौँको थली नजिक गरिएको विशेष चेकिङका क्रममा ट्राफिक प्रहरीले 41 सवारी साधनका चालकलाई कारबाही गरेको छ। 60 सवारी जाँच गर्दा ह्यान्ड ब्रेक, लाइट, टायर लगायत यान्त्रिक अवस्था बिग्रिएका पाइए। यस्तै बबरमहल क्षेत्रमा गरिएको प्रदूषण परीक्षणमा मापदण्डभन्दा बढी धुवाँ फाल्ने 14 सवारी साधन पनि कारबाहीमा परेका छन्।
संयुक्त टोलीले सडक सुरक्षा र वातावरण संरक्षणका लागि कडाइका साथ निगरानी गरेको जनाएको छ। नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल विरुद्ध बलात्कार अभियोगमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा बलात्कार तथा गर्भ संरक्षण विरुद्धको कसुरमा आरोप लगाइएको हो। प्रहरीले मल्ललाई चैत 14 गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। पीडितका अनुसार चिनजानकै क्रममा मल्लले जबरजस्ती गरेको आरोप लगाएकी छिन्। घटना कानुनी प्रक्रियामा प्रवेश गरी न्यायिक छानबिन भइरहेको छ। बुल्गेरियामा सम्पन्न संसदीय चुनावमा पूर्व राष्ट्रपति रुमेन राडेवको दलले पूर्ण बहुमत हासिल गरेको छ। करिब 98% मतगणना हुँदा उनको दलले 44.7% मत प्राप्त गर्दै 240 सीट मध्ये करिब 130 सीट जित्ने देखिएको छ। यस परिणामले लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य हुने संकेत दिएको छ। युरोपेली संघसँग आलोचनात्मक र रुससँग सम्बन्ध सुधार गर्ने नीतिका कारण यो चुनाव विशेष महत्त्वपूर्ण बनेको छ। अमेरिका र इरान बीचको युद्धविराम सोमबार सङ्कटमा परेको संकेत देखिएको छ। अमेरिकी सेनाले इरानी कार्गो जहाज नियन्त्रणमा लिएपछि तनाव बढेको हो। इरानले प्रतिशोधको चेतावनी दिँदै नयाँ शान्ति वार्तामा सहभागी हुन अस्वीकार गरेको छ। दुवै पक्षबीच धम्की र प्रतिधम्की जारी छ। यसबीच तेल आपूर्तिमा असर पर्ने चिन्ताले विश्व बजारमा कच्चा तेलको मूल्य बढेको र शेयर बजार अस्थिर बनेको छ। मलेसियाको बोर्नियो टापुको सबाहा राज्य स्थित सन्दकन जिल्लाको तटीय बस्तीमा आइतबार बिहान भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ। काठका खम्बामाथि बनेका घना घरहरूमा आगो तीव्र रूपमा फैलिँदा करिब 1000 घर नष्ट भएका छन्। यस घटनाबाट 9000 भन्दा बढी मानिस विस्थापित भएका छन्। आगलागी नियन्त्रणमा कठिनाई हुँदा उद्धार कार्य जटिल बनेको थियो भने पीडितलाई अस्थायी शिविरमा सारिएको छ। खुसीको खबर, चर्मरोग, दाँत अब सधैँको लागि मुक्त। कुनै पनि आयुर्वेदिक, होमियोप्याथिक तथा एलोप्याथिक औषधिले समाधान नभएको चर्मरोग, दाँत उपचारको लागि लामो खोज तथा अनुसन्धानबाट तयार पारिएको 1 हप्तामा नै 100% दाँत समस्यालाई निको पार्ने कुनै साइड इफेक्ट नभएको आयुर्वेदिक औषधि आजै अर्डर गर्नुहोला। स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरूको जुनैसुकै ठाउँबाट पनि अर्डर गरी प्राप्त गर्न सक्नुहुनेछ। प्रभावकारिताको 100% ग्यारेन्टी भएकोले निको नभए 100% पैसा फिर्ता हुनेछ। डेलिभरीको लागि वेबसाइट www.घरैमा.com बाट लिन सक्नुहुनेछ। औषधि तपाईहरूको घरैमा फ्रीमा डेलिभरी हुनेछ।